स्वागत करना चाहूँ क्राइम सतर टेलिभिजन में। आज डुड़वा गाउँपालिका 2 में आइपुगेको छु, जुन श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय शिवपुरी में आइपुगेको छु। यहाँ को अवस्था एकदमै नाजुक छ। यहाँ को वडा अध्यक्ष अथवा गाउँपालिका शिक्षा शाखा प्रमुख जिले ध्यान पनि दिएका छैनन्। वा आउनुस् म विद्यालयको हालत कस्तो छ म देखाउँछु। हाम्रो गाउँपालिका प्रमुख जी नारायण कुमार चौधरी जी भन्दै हुनुहुन्छ कि म शिक्षामा स्वास्थ्यमा धेरै ध्यान दिन्छु। उहाँले पशु स्वास्थ्यमा मात्रै ध्यान दिएका छन्, अरू कुन चीजमा ध्यान दिएका छन् मलाई थाहा छैन, तर पशु स्वास्थ्यमा मात्रै ध्यान दिएछन्। आउनुस् म देखाउँछु। यहाँ यही हो हाम्रो प्रमुख जी को ध्यान आकर्षण। यो हेर्नुस्, यसमा हेर्नु कति पानी आइरहेको छ। हेर्नुस्, यस्तो अवस्था छ विद्यालयको क्लासको अवस्थामा देखाउन चाहन्छु। आउनुस्, क्लासको अवस्थामा देखाउँछु कस्तो छ क्लासको अवस्था। आउनुस् म देखाउँछु क्लासको अवस्था यस्तो छ। हाम्रो शिक्षा शाखा प्रमुख अथवा संजय कर्माजीले म भन्न चाहन्छु, यही हो तपाईको स्वास्थ्य सेवा अनि शिक्षा। एउटा पंखा मात्रै लागिरहेछ, त्यसमा यति गर्मी छ। हामीले हेर्नुस् कति पसिना आएछ। बालबालिका त्यस्तै गर्मीमा पढिरहेका छन्, त्यो पनि भुइँमा बसेर। हेर्नुस्, आउनुस् यताको क्लासको हालतमा देखाउँछु। यसमा त अलिअलि ठिक छ क्लास, यसमा क्लास अलिअलि ठिक छ। र शिक्षा शाखा प्रमुख जी संजय खन्ना जी आउनुस्, अरू म देखाउँछु। यहाँ डुडवा गाउँपालिका 2 वडा अध्यक्ष दुर्गा प्रसाद वर्मा जी, तपाईँ कतिचोटि क्लासमा आउनुभएछ। तपाईँको त बालबालिकाहरूले प्राइवेट स्कूल जाँदै हुनुहुन्थ्यो, तर यो गरिब जनताको बालबालिकाहरू कहाँ सरकारी स्कुलमा पढ्छन्। तर सरकारी स्कुलको हालतमा देखाउन चाहन्छु हजुरलाई, वडा अध्यक्षजीलाई। हेर्नुस् कस्तो हालत छ। यो क्लास 2 हो, यसमा हेर्नुस् त कति गर्मी होला हामीलाई थाहा छ। हेर्नुस्, यो कहिले पनि ढल्न सक्छ। यसको ठेकान छैन न। यो ढलेर बालबालिकाको माथि खस्न सक्छ, उहाँलाई चोटपटक लाग्न सक्छ। शिक्षा शाखा प्रमुख संजय खन्ना जी, तपाईँ कहाँ हुनुहुन्छ? तपाईँको आँखामा के परेको छ त्यो हेर्नु होला। संजय खन्ना जी, तपाईँ भन्दै हुनुहुन्छ हाम्रो डुडवा गाउँपालिका शिक्षामा अव्वल छ, तर शिक्षामा कहाँ अव्वल छ? पहिला यो क्लासको अवस्था हेर्नुस् कस्तो छ। क्लासको अवस्था हेरिहाल्नुस् संजय खन्ना जी। आउनुस्, अगाडिमा देखाउँछु यो क्लासको अवस्था। पहिले हेरिहाल्नु गेटमा कस्तो अवस्था छ क्लासको अवस्था। आउनुस् भित्रमा देखाउँछु। एउटा यति विद्यार्थी हुनुहुन्छ, तर पंखा एउटै मात्रै छ। एउटा पंखा मात्रै छ। उहाँले कति गर्मी लागेको होला हेर्नुस्। सबै विद्यार्थीहरूको माथामा पसिना आइरहेको छ। हेर्नुस् संजय कर्णा जी, तपाईलाई म भन्न चाहन्छु, यहाँमा पानी पिउने एउटा मात्रै स्रोत छ, त्यो पनि धारा छ। आउनुस्, धारामा विद्यार्थीहरू पानी खाइरहेछन् भने अझै म देखाउन चाहन्छु। यो क्लास 4 र 5 क्लास हो। आउनुस्, यसको अवस्थामा देखाउन चाहन्छु। यति विद्यार्थीहरू छन्, धेरै चर्को बोल्न मिल्दैन, तर यति विद्यार्थीहरू छन्। एउटा पंखा मात्रै छ। शिक्षा शाखा प्रमुख जी संजय खन्ना जी, कहाँ हुनुहुन्छ तपाईँ? तपाईँको आँखामा के परेछ? आँखामा बाला जामिसकेछ के हो? त्यो बाल परेछ हजुरको आँखामा? हजुरले आँखा छैन, देख्नु भए छैन? यी हेर्नुस्, यो विद्यार्थीमा पनि पढाइरहेछन्। हामी धेरै चर्को बोल्न मिल्दैन, तर एउटा पंखा छ। विद्यार्थीको सबै विद्यार्थीको माथि पसिना हेर्नुस्। यो विद्यार्थीको माथि पसिना हेर्नुस् कस्तो छ। यस्तो गरिब जनताको बालबालिकाको जिन्दगी अन्धकारमा ढकेलिराख्नु भएछ। यो हेर्नुस्, सबै विद्यार्थीको माथि पसिना पसिनाबाट भिगिसकेछन्। आउनुस्, म अरू अगाडि देखाउँछु। एउटा नयाँ भवन जुन विगत 3 वर्ष मात्रै भएछ गाउँपालिकाद्वारा यो सञ्चालित भएको। यो गाउँपालिकाद्वारा यो भवन बनेको छ। हेर्नुस्, पुरै चर्किसकेछ। कस्तो भवन बनाउनु भएछ गाउँपालिका प्रमुख जी? यो हेर्नुस्, यो भवनको यो पुरै स्थिति हेर्नुस् कस्तो छ। यो शिक्षामा के को ध्यान दिनु भएको छ प्रमुख जी? यस्तो भवन छ। आउनुस्, अरूमा यहाँ देखाउन चाहन्छु। आउनुस्, विद्यार्थीहरूको जिन्दगी अन्धकारतिर ढकेलिरहेका छन् हाम्रो गाउँपालिका प्रमुख जी अथवा शिक्षा शाखा प्रमुख जी संजय कर्णा जी, वडा अध्यक्ष हाम्रो दुर्गा प्रसाद वर्मा जी पनि विद्यार्थीको जिन्दगी अन्धकारतिर ढकेलिराख्नु भएछ। आउनुस्, हेर्नुस् विद्यालयको हालत कस्तो छ। पछाडिको देवाल छ, त्यसमा प्लास्टर पनि छैन। यो कहिले पनि यसबाट गिरेर यो बालबालिकाको टाउकोमा लाग्यो भने फुट्न सक्छ। यो उहाँको टाउको उहाँ घायल हुन सक्छन्। तर शिक्षामा के को ध्यान दिनुभएछ गाउँपालिका प्रमुख जी, शिक्षा शाखा प्रमुख जी? के को ध्यान दिनुभएछ यसमा?
तपाईँको म आँखा खोलाउन चाहन्छु ढुलवा गाउँपालिका प्रमुख जी को दुईवटा कार्यकाल बितिसक्नुभएछ। वैशाखमा फेरि अर्को चुनाव आउँदै हुनुहुन्छ। तपाईँ वोट माग्नको लागि जनताको घर घरमा जानुहुन्छ, जनतासँग भन्दै हुनुहुन्छ कि तिमी हाम्रो मालिक हो, म तिम्रो नौकर हो। तर नौकर कर हजुर हुनुहुन्छ कि जनता हुनुहुन्छ? हामी त लाग्छ कि जनताले आफ्नो नौकर बनाएर आफ्नो काम गर्दै हुनुहुन्छ, किनकि मालिकको बाल बालिकाको जिन्दगी स्त्री कार विद्यालयमा ढकेलिराख्नु भएछ। उहाँले स्वास्थ्य राम्रोसँग छैन, शिक्षा राम्रोसँग छैन। के को आँखा लडाएर तपाईँ हेर्दै हुनुहुन्छ प्रमुखजी? शिक्षा शाखा प्रमुखजी तपाईँ कहाँ हुनुहुन्छ? कतिचोटि विद्यालयमा आउनु भएछ सर्वे गर्न आफ्नो? कतिचोटि विद्यालयको निरीक्षण गर्नुभएछ? यो त मलाई थाहा छैन। नत्र हेर्निहाल्नुहोस् कस्तो छ यहाँको विद्यालय। यो सुपिरी विद्यालय हो, भित्र पर्छ। तर यस्तो विद्यालयको हालत कहिलेसम्म रहन्छ? देवी भन्ने सरस्वती माता हो, तर सरस्वतीको माताको मन्दिर आउनुहोस् देखाउन चाहन्छु म कस्तो अवस्थामा छ। आउनुहोस् गाउँपालिका प्रमुखजी, यो हाम्रो विद्यालयको मन्दिरको अवस्था। वडा अध्यक्ष जी दुर्गा प्रसाद जी, ये हेर्नुहोस् हाम्रो मन्दिरको अवस्था हो, हाम्रो आस्थाको अवस्था हो, हाम्रो विद्या देवी माताको अवस्था हो। हामी हर वर्ष सरस्वती पूजाको दिनमा माताको पूजा गर्छौँ। तर हेर्नुहोस् मन्दिरको अवस्था कस्तो छ। यहाँको वायरिङमा देखाउन चाहन्छु, यो वायरिङ कस्तो छ। मलाई यहाँनिर कटेछ भने छोयो भने करन्ट लाग्न सक्छ होला सायद, तर म यहाँको वायरिङ देख्नु कस्तो छ। अनि यहाँ खाने यहाँको वायरिङ यता पनि देख्नु बोर्ड कस्तो भइसकेको छ। पनि यहाँ बाल बालिकालाई अथवा कुनै शिक्षकले पनि करन्ट लाग्न सक्छ। तर कहाँ हुनुहुन्छ शिक्षा शाखा प्रमुख जी सञ्जय कर्णजी? तपाईँसँग म सोध्न चाहन्छु, एउटा खाने पानीको स्रोत यो धारा छ, यो खाने पानीको स्रोत धारा छ। अनि उतातिर फिल्टर पनि लागेको छ। आउनुहोस् म फिल्टर देखाउँछु। क्लास भित्रमा फिल्टर पनि लगाएका छन्, तर फिल्टर कम्तीमा 4 महिनादेखि सञ्चालनमा छैन। तर आजसम्म विद्यार्थीहरू कसरी पानी खाइरहेछन् धाराबाट मात्रै। त्यो पनि धाराको पानी शुद्ध छ कि छैन त्यो पनि चेक जाँच भएको छैन। यहाँको हाम्रो जानकारी दिनुभएछ स्थानीयहरू कि त्यसको पानी स्वच्छ छ कि छैन, त्यो हामीलाई जानकारी भएको छैन। यहाँलाई चेक जाँच पनि भएको छैन धाराको पानी। यहाँ मस्त ट्याङ्की लागेको छ, धाराको पनि खाने पानीको व्यवस्था पनि गराएका छन्, त्यसमा टोटी लागेको छैन, सबै चोरले लगिसकेका छन्। तर यसमा खाने पानीको जुन ट्याङ्की छ यसको त्यो विगत 4 महिनादेखि बिग्रिसकेको छ, तर त्यसमा कुनै ध्यान आकर्षण भएको छैन। यहाँको स्थानीय सरकारको ध्यान आकर्षण भएको छैन, शिक्षा शाखा प्रमुखको पनि ध्यान यसमा आकर्षण भएको छैन। आउनुहोस् क्लास भित्रमा फिल्टर टङ्की लागेको छ, फिल्टर क्लास भित्र छ तर सञ्चालनमा छैन। त्यो पनि 4 महिना विगतदेखि बिग्रिसकेको छ। गणितको टिचर पनि छैन, हेडमास्टर पनि छैन, न गणितको टिचर पनि छैन। अब के गर्ने? अब मेरो विषय लाग्छ त घरवाला पनि डाँट्छन्। गणितको टिचर छैन भने यहाँ हेडमास्टर पनि छैन। यहाँको व्यवस्थापन कसरी शिक्षा शाखा प्रमुखजीले गर्नुभएछ सञ्जय कर्णजी? तपाईँ एकचोटि ध्यान दिएर सोच्नुहोस्। अब वहाँ भाइको पनि सब गणित शिक्षक नहीं है तो यहाँ सबका तो पढ़े में गणित दिक्कत होत होई। अगर गणित को शिक्षक छैनन् भने गणित को वहाँबाट विषय लाग्यो भने के गर्छ सञ्जय कर्णजी? तपाईँ जवाब दिनु। यहाँ बाल बालिकालाई हामीलाई होइन, बाल बालिकालाई यहाँ जवाब दिनु। बाल बालिकाले हजुरसँग गणितको विषयमा सोधे दिइरहेका छन् कि शिक्षक यहाँ किन छैनन्, शिक्षक भए छैनन् भने हामीको विषय लाग्यो भने हामीले के गर्छौँ? सञ्जय कर्णजी यो ध्यान दिएर हेर्नुहोस् यहाँ विद्यालयमा। अब विद्यालयमा सोध्यो भने धेरै समस्याहरू देखाउँछ, तर हामीले यहाँको जीवनीय समस्या जुन छ जुन हामीलाई देखाएका छौँ कि यहाँ भवन राम्रोसँग छैन, खानेपानी व्यवस्था पनि छैन राम्रोसँग। तर हजुरले कसरी यहाँ हेर्नुभएछ, के गर्नुभएछ? वडा अध्यक्षजीले के गर्नुभएको छ? अब वडा अध्यक्षजीले यहाँको स्थानीयले के गर्छन्? म उहाँ स्थानीयहरूको माथि छोडेर विद्यार्थीहरूको जिन्दगी अन्धकारतिर ढकेलिरहेका छन् भने यहाँको व्यवस्था राम्रोसँग छैनन् भने शिक्षकले पनि यहाँ विगत गाउँपालिकादेखि नियुक्त भएको 8 महिनादेखि तलब पाएका छैनन्, नयाँ शिक्षकहरू पनि 3 महिनादेखि तलब पाएका छैनन्। यसमा के कस्तो छ राय जरुर दिनु होला। हस्, धन्यवाद। जय श्री राम, हर हर महादेव।